नमस्ते काका, गुड मर्निङ। गुड मर्निङ। काका अहिले हामी कहाँ जाँदैछौँ? अहिले हामी मुक्तिनाथ धर्म प्रस्थान गर्दैछौँ। ए हजुर, अहिले हामी कहाँ आइपुग्यौँ? यो लगभग बागलुङ आइपुग्नु लाग्यो होला हौ। ए हो, अहिलेसम्मको तपाईँको जर्नी कस्तो भइरहेछ? अलिकति चाहिँ राम्रै भइरहेको छ अहिलेसम्म। ए हजुर, बाटो धेरै ट्रेन भएको अलिक टाउको चुक्ला चुक्ला जस्तो भइरहेको छ। ए हजुर तर खासै त्यति प्रब्लम भएको छैन। हजुर हजुर। अनि तपाईँ पहिला यता आउनुभएको थियो? मेरो फर्स्ट टाइम फर्स्ट टाइम? म कहिले पनि आएको थिइनँ यता। ए हजुर। अहिले यो नौलो अनुभव ए भइरहेको छ। हजुर, तपाईँ कहाँसम्म चाहिँ आउनु भएको थियो र काका? म चाहिँ लुम्लेसम्म लुम्लेसम्म? आएको उता झाँसुको बाटो हुँदै हजुर। नाम्चीमा ए हजुर नौलो अनुभव राम्रो राम्रो ठाउँहरू छ हजुर हेर्दै आएको छ। हजुर। रमाइलो भइरहेको छ। अनि हामी कतिजना चाहिँ आएको छौँ काका? लगभग होला 14-15जना होला। ए हजुर हजुर। तपाईँलाई चाहिँ के छ तपाईँको एक्सपेक्टेसन? अब मुस्ताङ मुक्तिनाथ कस्तो हुन्छ होला? खोइ अब नौलो ठाउँ अब यो जाडो होला एकदमै। हजुर। माइनस जान्छ अरे त्यहाँ अब माइनसमा त कहिले पनि अब -11 थियो अघि नै, तर फिल्स लाइक हजुर अनुभव कस्तो हुन्छ माइनसमा अहिलेसम्म चाहिँ माइनस हुने ठाउँ छैन म। ए हजुर यो बसचोटि हजुर। कस्तो फिलिङ हुन्छ हेरौँ। कति जाडो हुन्छ अब हजुर। हेरौँ। तपाईँको अनि ज्याकेट चाहिँ कहाँ किन्नुभयो काका? यो चाहिँ कता हो यो किनेको त उहाँ युकेमा। ए युकेमा त्यो ब्रेन्ट्री जाँदाखेरि होइन काका? हजुर। यसले धान्छ होला त मुस्ताङको चिसो? हेरौँ अर्को नै हालेको छु मैले। ल ल हुन्छ काका, अर्को भागमा भेटौँला है त। थ्याङ्क यू। वहाँ तो भीड़ हो रही हो मम्मी का आता नहीं होगा आज ये सुनी बोला यही प्रो बोला था ये केंद्र लो मजे तो ये वाला ये आवाज़ गीत बजाउने भयो, यहाँ गीत बजाउने भाडा निकाल्ने छ क्या, माइक मात्रै बज्छ। अफिसले निकालिदिन्छ। अफिसले गीत बज्यो भने के घाटा हुन्छ? गीत बोराहरू बोकाएको लागि गीत गाउनु पाउँदैन नि त। बोराहरू बोक्दाखेरि त तिनीहरूले खुल्दैन भने के गर्ने त नि? नेपाली चढ्दाखेरि त बजाउनै पर्ने हो के अरे। अब त टिकट काट्दाखेरि गीत चाहिँ छैन भनेर सोध्नु पर्छ है साथीभाइ। गाडी बुक गर्ने बेलामा गाडी बुक गर्ने बेलामा तपाईँहरूको गीत चाहिँ छैन भनेर सोध्नु।
भेना नमस्ते। नमस्ते। कस्तो भयो आजको दिन तपाईँको? रमाइलो राम्रोसँग आइयो। ए हजुर, तपाईँको यो फर्स्ट टाइम हो? फर्स्ट टाइममा आएको यहाँ। ए ल जस दर्शकलाई भनिदिनुहोस् न त हामी अहिले कहाँ छौँ भनेर। हामी अहिले मुक्तिनाथमा हो। हजुर मुक्तिनाथ अब यहाँबाट 5 मिनेटमा पुगिन्छ अब। ए हजुर आज भोलि बिहान आइन्छ होला। हजुर होटेलमा बसोबास गरिरहेको छ। मलाई त मलाई खुसी लाग्छ। ल भेजे बेटा 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 ल ल ल कुद बिचमा कुद भेजे खोइ नुहाएन नुहाएन। How you feeling? fucking top, brother. Uh-oh. आउनु भयो तपाईँहरू नि? ल ल ल ल जानु जानुहोस्। अबि सिक्का छ अरे सिक्का छ अरे।
हुन्छ हामीले ल्याएको बस्नु बाल्नेको 생이형까지. 말에 걸어도 걸고요. Windows still teach you, no. Don't you think that you don't get more? I'll get a little more money. Oh, by the आज दिन के हो काका हम सुनते अरे इन्ट्रोडक्सन ग्रुप लिडर पोखरादेखि हिँडेर मुक्तिनाथबाट आज चाहिँ बिहान 8 बजी सुरु गरेर हाम्रो चाहिँ सब स्टाफ मित्रहरू आमालाई We have an announcement, please. अबको हाम्रो अर्को स्टप रहेको छ तलको तिर कागबेनी नाम रहेको छ कागबेनी वाह 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 Hey, off board there. Soon you know. We are leaving this location in figure 2, okay? Wow. Alright, figure 2 bhayena. अनि समातेर बस्नु होला Big stuff.
चस्मा ढाड कागरा बस रोड टाइमिङको क्यालकुलेट घन्का माया घन्का एक घन्का दवा माया दवा के बनाउने हुन्न अब कन्टिन्यू गर्छ खाली गर्नेको बगरदेखि सला पाए जलाला भने के ठोक्या अब यति पनि भनेको बाउ लाग्छ हो त भात खानु पर्ने हुन्छ काका 10 वर्ष गाजर आयो ल अलि भाषा होला अलि ट्रिप त हुन्छ साथी 27 मा रिन्यू गर्नुपर्छ काका नमस्ते नमस्कार हजुर कस्तो रह्यो तपाईँको जर्नी जर्नी एकदम सक्सेसफुल जर्नी इन्जोयबल सक्सेसफुल जस हामी कति 12 घन्टा पछाडि मात्र इन्टरभ्यू लिन पायौँ हजुरको त्यो 12 घन्टाको दौरानमा के भयो काका धेरै कुराहरू भयो गुजराती अब वेदर साथ नदिएको ज्यानले साथ नदिएको साथ दिएन गुजराती अलि आज त उठ्न सकिन्नै जस्तो लाग्थ्यो मलाई तर जान चाहिँ फ्रेस भयो एकछिन नुहाइदिएको फ्रेस भयो क्या नत्र त गाह्रो हुन्थ्यो हिँड्न पानी चाहिँ तातै दियो कि चिसो दिएको पानी ठिकै दिएको तर ए तर के भयो भन्दाखेरि हिजो यो अलिकति दिनु पर्दो हुन्छ के चाहिँ काका त्यो अर्को दबाई पेट्रोल पोइजन पनि रेट अहिले पानी खालै छ कि अर्को हेर्दा अहिले एकदम फिट छ हिजो दिनभरि हिँडेको आयो नि त थकाइ अब चाहिँ बानी भयो क्या गाडीले लाग्दैन क्या अब त्यो भएपछि अब केही फिलिङ हुँदैन हजुर हिजो फर्स्ट डे चाहिँ अब त्यति रामबाट घुम्दै धेरै बेन्ड क्या बाटो भएपछि साह्रै गाह्रो पर्छ मैले त झन्डै उसमा त तातो पानीमा त दिएको नि मरिगयो आएन खाना खासी दिएको क्या त्यो फालिदियो भने एकदम फ्रेस हुन्छ क्या मान्छेलाई खानुपर्छ क्या दिएको भएन अनि त्यहाँदेखि यहाँ आउँदाखेरि त त्यो बाटो एकदम खराब भएर फेरि माथि गएर हाई एल्टिच्युडमा त सास परै नसकेको म त एकछिन मर्जी जस्तो भयो नचिको Genji Commander down yesterday, back up today. Full speed. फुल स्विङ Cheers, Genji Commander.
अनि मुक्तिनाथ त्यो सिँढी चाहिँ कस्तो लाग्यो तपाईँलाई सिँढी चाहिँ आधा सिँढीसँग घोडामा गइयो जानुपर्ने सकिँदो रहेछ टाउको दुखिरहेको थियो जान एकदम राति 2-3 बजेबाट त टाउको दुख्यो टाउको दुखेको त्यो भएर घोडामा गयो फर्स्टचोटि म चाहिँ घोडामा चढेको उहाँ दार्जिलिङमा त्यहाँ घोडामा चढेको कहिले नचढेको है घोडाले उडाइदियो अब डर लाग्यो म त हात बाट्ने हुँदैन भनेर झारिदियो नि त घोडाले दार्जिलिङमा दार्जिलिङ चौरास्ता मेन रोड भन्नेमा हामी स्कुलबाट भ्रमण गएको थियो क्या दार्जिलिङ कि मिरिक दार्जिलिङ अन्त यहाँ चाहिँ कस्तो अहिले यहाँको चाहिँ अलिकति चाहिँ यो दुईवटा खुट्टाले हान्ने रहेछ च्याप्नु पर्ने च्याप्नु पर्दो रहेछ कि त्यसै च्याप्यो भने त्यो माथि अलि ढिलो हुन्छ नि त्यो तल सँगसँगै त्यो र यो तलको जुन खुट्टा राख्ने हुन्छ नि स्टाइल त्यसलाई चाहिँ अलिक प्रेस गर्नु पर्दो रहेछ तर त्यो त केही नहुँदो रहेछ दार्जिलिङमा मलाई त अलिक फल चलाएको थियो होला है अलिक उग्रोमा त डोराएकै हो डोडाएकै हो कुदाउनुपर्छ नि त नि अहिले मैले त्यहाँ सुरुमा चढ्दाखेरि मलाई पनि त्यस्तै भएको थियो कि फिलिङ त्यस्तै भएको थियो पछि चाहिँ अनि त्यहाँदेखि त्यो मन रहेछ क्या मान्छेको एउटा के गर्दा फ्री छोडिदिएको त फेरि केही त्यस्तो नहुँदो रहेछ क्या त्यो अलिकति घटाघुटो सडक बाटोमा अलिक डह्रोसँग सँगै नर फ्री छोडिदिएको केही फरक नपर्छ त्यो दिनहरू डोडाएर आएको छ नि त दिशामा त अनि त्यो घोडामाथि बसेर के भन्छ अरे नेपालीमा के हर्स राइड नेपालीमा के के भन्छ नि त्यो स्याडल 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 त्यो चाहिँ अब त्यो उनीहरूको त चट्ट सानो मात्रै हुन्छ कि यसको त धेरै क्या त्यो तल चाहिँ ग्रिप हुन्छ त्यो त सानो मात्रै हुन्छ नि त पातलो त्यो घोडामाथि राख्नु यहाँ त भागहरूको कपडा राखिदियो नि त अलिक अप्ठ्यारो क्या कपडा राख्नु टाउको चाक्नु त्यस्तो छ त्यही भएर त्यो कपडा राखेको त्यो पनि अनि 108 धारामा नुहाउनु भयो काका 108 धारामा म त सकिनँ नुहाइनँ मैले त है ननुहाएको म मात्रै आफूले पनि नुहाउनु भएन पनि हो कान्छ नि खान्छ कि नुहाउनु अरू सबै नुहायो तर त्यो धाराहरू सबै छुनु भयो सब प्रत्येक धाराको पानी चाहिँ गर्दै यस्तो गरियो दाइ तपाईँ मेरो भिडियो बनाउनुहोस् नि दादा मलाई दिनुहोस् न अनि काका ओभरअल कस्तो लाग्यो त नि एक्सपिरियन्स एकदम तेरो त्यति साह्रो छैन मेमोरेबल तपाईँले त भनेर पो आउनुपर्छ त होइन 100% मेमोरेबल इन्जोयबल त त्यति नै बनायो हाम्रो फ्यामिली चाहिँ प्रोग्राम हो सबै फ्यामिलीहरूसँग त एकदम मेमोरेबल यो अब चाहिँ पर्वत कैलाश पर्वत कहिले आएको थिएन लाइफमा कहिले आएको मसँग त यो हगुडीको छ कि पोखरीमा हाल्ने वाला मसँग मेमोरेबल भयो थ्याङ्क यू उसका रनवे कति लामो बनाएको होइन रनवे कति लामो क्या हजुर हजुर काका यहाँ उनीहरू सबै ट्रिनिटी जाँदा ल्याएर है यति सानो ठाउँमा एयरपोर्ट रहनु कति लामो हेर्छ त्यति हो साइज
बादल के अरे हिमाल पारीको देश भनेको होइन हिमाल पारी हजुर कस्तो लागिरहेछ त काका फर्स्ट टाइम स्वर्ग भयो नि यो त स्वर्गै हो नि ल हेर्नु त पहिल्यैदेखि त्यति राम्रो ठाउँमा पनि अलिकति यहाँको मान्छेलाई चाहिँ उस्तो गरेको क्या प्लास्टिक छापछाप अन्त बुट त हुँदैन होला यहाँ अब त्यो स्याउबारी छ पुरै सबै रुफ अब यतिखेर त केही उम्रिन्न यहाँ त रमाइलो भयो नि हावापानी एकदम राम्रो त्यता हेर हिमाल कस्तो मजाको हिमाल तपाईँ यहाँ के प्लेनमा आउन चाहनुहुन्छ म त एकफेरि विचार गर्न मन लाग्छ प्लेनमा आउने बस्ने झक्क जाँदै त्यो यो अब आउने भए त बसबाट त आउन सक्दैन साह्रो हुन्छ यस्तो मान्छेलाई आधै बनाइदिन्छ त म हिँड्नु मान्छे म त सुइकिन्छु जस्तो लाग्छ हुन्छ जग्गा फेरि मुखले त्यस्तरी कति सर्दी मलाई त्यस्तो भयो यार पछि तपाईँले लाइट मारेको पनि थाहा पाएको थिएँ मैले टोइलेट पनि गएँ निद्रा लाग्छ कि भनेर टोइलेटतिर लाइट मारेको मैले एकपल्ट त सुक्क निद्रा थियो झलक्क एउटा कस्तो नराम्रो सपना देखेँ त्यसैले म्युजिक है अनि त्यहाँदेखि त म्युजिक गयो त्यहाँदेखि कहिले त्यहाँ मोबाइल सुनेर सुत्छु भनेर त्यहाँ मोबाइल चार्जरमा हालेको थियो चार्जमा हाल्दै थियो त्यो पनि लियो होला पछि त्यो लिनु त्यो उठ्नु पनि लागेन त्यसै बसेको कहिले फेरि मोबाइल सुन्दै सुन्दै निदै जान्छु क्या निदै जान्छ त्यो गरेर त्यो पनि उठ्नु मन लागेन ए होला बिहान यसो अलिअलि निद्रा आउला जस्तो भयो फेरि सबै उठेको ल जाम भन्न लाग्यो टाउको दुखेको थियो बिहान 3 बजेबाट त टाउको दुखेको थियो अब एक फेरि नुहाउँछु अनि आएर ट्राई गर्छु नुहाएर धेरै हल्का भइगयो क्या सही हो सही हो हामी रात पर्यो जाने हो हजुर 6 वटाको 500 दिने 6 वटाको 500 दिने कि नदिने छैन सानो कुरो होइन हामी सानो एउटै हो सबै सानो कुरा त हुन्छ नि नदिने नदिने तो क्या किलो किनेको हो कि हामी किनेसी ताज न नदिने घाटा लाग्छ Get good, get good. साइन भयो
काका साह्रै हो यो त हेभै हो म लाग्न पर्छ एउटा के गर्नु हाम्रो लिडर अब यहाँ रेडी पोजिसनमा छ मार्क्स सबै त्यो अगाडिको लिडर चेन्जी लिडर भएन क्या त्यसले अलिक कुरो बुझ्दैन हाल्ने ठाउँ त भाडा आउँछ ए भाइ हामीसँग ट्रिप कस्तो भयो रमाइलो भयो कि झ्याउ लाग्यो रमाइलो भयो उता टाउन छ ल कमान्डर साहब लेट्स गो हेलो सबैजनाहरू हजुर हामी हेम्जा गरिसक्यो पोखरा पुग्दै रहेछौँ हामीहरू अस्ट्रेलिया सिट बेल्ट भन न We are going to Lakeside. हजुर हामी पोखरा पुगेछ अहिले Carry on, Susanna, fine, dancing. Once more. हाम्रो यात्रा मुक्तिनाथ जानेको कार्यक्रम खुसी छ अनि अलि दुःख पनि भएछ तर हामी मुक्तिनाथको मन्दिरमा दर्शन गर्न अनि भगवान्हरूले दर्शन गर्ने हामी ऊ त्यहाँ जमसङ जाने बेलामा हिजो जमसङ गइदियो मुसाङतिर अनि हामी धेरैजना पनि कति दुःखमा भइदियो यो हाई एटिट्युडले गर्दैन तर हामीहरू पनि एटलिस्ट आज त्यो मुक्तिनाथको मन्दिरमा गएछ दर्शन गर्न मुक्तिनाथ भगवान्ले दर्शन गर्न अब यो यात्रा सिद्धिनै लागेको बेलामा भोलि कस्तो खुसी भएछ अनि अब सिद्धिनै रहेछ अनि हामी यो यात्राको ड्राइभरहरूले अब यो ड्राइभर अब फर्स्ट साउट आउट टु यायाहरू यो दादी दाइले नगरेर हामीहरू यो यात्रा हुने नहोला दादी दाइ जय गुरु अनि सेकेन्ड चाहिँ हामीहरूले ड्राइभरले पनि साउट गर्यो गुरुजीहरू हामी ओके ल बाई